नमस्ते, म डाक्टर ऋषभ कोइराला। म मनोचिकित्सक तथा अनुसन्धानकर्ता। मेरो कामको एउटा पाटो चाहिँ आघातसँग सम्बन्धित अनुसन्धान तथा त्यस सम्बन्धी उपचार पनि हो। आज हामी अहिले भइरहेको घटनाहरू जस्तै अहिले जिन्जी आन्दोलन भयो, अहिलेको केही वर्ष अगाडि भूकम्प पनि गएको थियो र सँगसँगै अहिले प्रत्येक वर्ष बाढीले गर्दा पनि धेरैजनामा यस्तै चिजहरूले धेरै त्रासहरू ल्याउँछ र त्यो त्रासहरू खाली ठुलो मान्छे वयस्कहरूमा मात्र सम्बन्धित नभएर बालबालिका तथा किशोर किशोरीहरूलाई पनि हुने गर्दछ। यस्तो अवस्थामा बालबालिकामा चाहिँ मानसिक प्रभावहरू अलि भिन्न तरिकाले प्रस्तुत हुन्छ। जस्तै उनीहरू बुवाआमा या चाहिँ आफ्नो अभिभावकलाई छोड्न डराउने, रोइरहने, उनीहरूको व्यवहारमा परिवर्तन हुने, अनिन्द्रा या नराम्रो सपनाहरू देख्ने, भनेको नमान्ने या चाहिँ रिसाउने, झगडा गर्ने, यस्तोहरू चाहिँ उनीहरूमा परिवर्तन देख्न सकिन्छ। सँगसँगै किशोर अवस्थाहरूमा पढाइहरूमा प्रभाव, साथीभाइसँग झगडा र आफूले गर्ने पहिला रमाउने चिजहरू बालबालिकाहरूमा परिवर्तन देखिन्छ र यो सबसँगै डरलाग्दा लक्षणहरू जस्तै आफूलाई हानि गर्ने दुर्व्यसनहरू, लागु पदार्थहरू, त्यसमा पनि फस्ने सम्भावना चाहिँ पक्कै पनि हुन्छ। अब यस्तो भएमा के गर्ने त भनेर हाम्रो दिमागमा पक्कै पनि आउँछ। अभिभावकहरूलाई हाम्रो सल्लाह चाहिँ के हुन्छ भने सबैभन्दा पहिलो कुरा चाहिँ सुनिदिनुपर्छ। उनीहरूलाई भाव बुझ्ने गरी, उनीहरूलाई राम्रो अनुभूति हुने गरी सबै कुरा हामीले उनीहरूको सुन्यो भने उनीहरूलाई मनको कुराहरू खोल्न सजिलो हुन्छ र उनीहरूले एक किसिमले यसले धेरै हल्का पनि बनाउँछ। र सँगसँगै यति बुझिदिइसकेपछि हामीले उनीहरूलाई अलिकति व्यवहारमा परिवर्तन गर्न सिकाउनुपर्छ। यदि बालबालिकाहरूलाई तपाईँहरूले कुरा सुनेर, सम्झाएर तथा व्यवहारहरू परिवर्तन गरेर पनि मद्दत नपुगेमा त्यो अवस्थामा चाहिँ मनोपरामर्शकर्ता वा मनोचिकित्सकहरूसँग भेटाउनु राम्रो हुन्छ। टिपिओ हेल्पलाइन 1660 010 2005 मा सम्पर्क गरी निशुल्क मनोविमर्श लिन सकिन्छ। साथै बालबालिका सम्बन्धी सहयोगका लागि 1098 मा सम्पर्क गर्न सक्नुहुनेछ।